नमस्ते, म हो समीर हाङछन् र आजको यस भिडियोमा चाहिँ हजुरले थाहा पाउनुहुनेछ एसएसडब्ल्यू भिजा सम्बन्धी र मैले चाहिँ छोटो मिठो रूपमा एसएसडब्ल्यू भिजा सम्बन्धी चाहिँ केही विवरणहरु ल्याएको छु जसले गर्दा हजुरहरुलाई अन्य भिडियो हेर्न पर्ने आवश्यक पर्छ जस्तो लाग्दैन। सर्टकटमा मैले यस भिडियोमा समेट्ने कोसिस गरेको छु। र एसएसडब्ल्यू भिजा भनेको चाहिँ कस्तो खालको भिजा हो त? एसएसडब्ल्यू भिजा भनेको चाहिँ 2019 देखि चाहिँ एउटा स्टार्ट भएको भिजाको प्रकार रहेको छ। यस भिजाको उद्देश्य भनेको चाहिँ जापानमा घट्दो कामदार यानी कि कामदारको आपूर्तिको लागि विदेशबाट चाहिँ दक्ष जनशक्ति ल्याएर ती घट्दो कामदारको चाहिँ आपूर्ति गर्नु हो। एसएसडब्ल्यू भिजामा चाहिँ मुख्यतः 14वटा सेक्टरमा चाहिँ हामी आउन सकिन्छ, जस्तै नर्सिङ केयर, फुड सर्भिस, एग्रिकल्चर, म्यानुफ्याक्चरिङ यस्ता थुप्रै फिल्डहरुमा चाहिँ आउन सकिन्छ। तर केही फिल्डहरुमा मात्रै आउन सकिन्छ भने केही फिल्डहरु ओपन हुन बाँकी नै छन्। र एसएसडब्ल्यू भिजामा आउनका लागि चाहिँ के क्राइटेरियाहरु पूरा गर्नुपर्छ अथवा के चाहिन्छ त? मेन भनेको चाहिँ दुईटा काम चाहिँ गर्नै पर्ने हुन्छ। एउटा भनेको चाहिँ जापानिज ल्याङ्ग्वेज पास गर्नुपर्ने हुन्छ र अर्को भनेको चाहिँ तपाई कुन फिल्डमा आउन चाहनुहुन्छ ती क्षेत्रको चाहिँ स्किल टेस्ट पास गर्नुपर्ने हुन्छ। अब भाषाको कुरा गर्नुपर्दा चाहिँ तपाईहरुको लगभग जेएलपीटी एन्फो सम्म हैन, जेएलपीटी एन्फो अथवा जेएफटी एक्जाम चाहिँ पास गर्नुपर्ने हुन्छ। त्यसपछाडिको अन्य प्रोसेस भनेको त लगभग अन्य मुलुकहरु जाँदाखेरि लाग्ने प्रोसेसहरु जस्तै नै हुन्छ, जस्तै पुलिस रिपोर्ट भए, मेडिकल रिपोर्ट भए, त्यसपछाडी अन्य सम्पूर्ण कुराहरु भनेको चाहिँ लगभग अन्य कन्ट्री जाँदाखेरि के गर्नुपर्ने हुन्छ लगभग मिल्दो जुल्दो नै रहेको छ। र एसएसडब्ल्यू भिजामा चाहिँ कस्ता व्यक्तिहरु चाहिँ आउन सक्नुहुन्छ? एसएसडब्ल्यू भिजामा एक भन्ने हो भने त शारीरिक मानसिक रूपमा तन्दुरुस्त व्यक्तिहरु आउन सक्नुहुन्छ। अर्को खुसीको कुरा भनेको चाहिँ तपाई जापान आउनको लागि चाहिँ कुनै पनि एजुकेसन नखोज्ने भएको हुँदाखेरि चाहिँ तपाई 0 क्लास नै पढेको, यदि पढ्दै नपढेको मान्छे पनि जापान आउन चाहिँ सक्नुहुन्छ। तर पढ्दै नपढेको मान्छेलाई त भाषा पढ्न धेरै कठिन हुन्छ हैन। जो मान्छे चाहिँ थोरै लेखपढ गर्न सक्नुहुन्छ उहाँहरु मज्जासँगले जापान आउन सक्नुहुन्छ है। स्टुडेन्टमा जस्तो 12 पास गर्नै पर्छ भन्ने चाहिँ हुँदैन। एसएसडब्ल्यू भिजामा स्यालेरी कति हुन्छ यानी कि तलब कति हुन्छ भन्ने विषयमा म अब कुरा गर्न गइरहेको छु। धेरै साथीहरुको चासोको विषयको कुरा पनि रहेको छ। एसएसडब्ल्यू भिजा यानी कि जापान वर्किङ भिजामा चाहिँ स्यालेरी कति हुने गर्छ भनेर धेरै जना साथीहरुले सोध्ने पनि गर्नुहुन्छ। एसएसडब्ल्यू भिजामा चाहिँ विभिन्न फिल्डहरु छन्, ती फिल्डहरु अनुसार फरक स्यालेरी पनि हुने गर्दछ। एभरेजमा भन्दाखेरि चाहिँ तपाईको 1,50,000 देखि लिएर 2,50,000 सम्म चाहिँ एसएसडब्ल्यू भिजामा स्यालेरी हामीले पाउने गर्दछौं। स्यालेरी पनि तपाईको कम्पनी अनुसार फरक हुने गर्छ। तपाईको ओभरटाइम हुन्छ भने त्यसमा तपाईले स्यालेरी धेरै पाउनुहुन्छ, ओभरटाइम छैन भने तपाईको बेसिकमै चित्त बजाउनु पर्ने चाहिँ हुन्छ। र अब म कुरा गर्न गइरहेको छु एसएसडब्ल्यू भिजामा खर्च कति लाग्छ भनेर। एसएसडब्ल्यू भिजामा खर्च कति लाग्छ भनेर ठ्याक्कै यकिनको साथ भन्न सकिन्न। किन भन्न सकिन्न भने एसएसडब्ल्यू भिजा चाहिँ आफैमा फ्री भिजा रहेको छ, तर खर्च कहाँ हुने गर्छ भनेर म यस विषयमा कुरा गर्न गइरहेको छु। अब खर्च भनेको चाहिँ हाम्रो एप्लाई गर्ने क्रममा हामीले यदि कसै कन्सल्टेन्सी मार्फत अथवा एजेन्ट मार्फत गर्यो भने त्यति बेला हाम्रो खर्च धेरै हुने गर्दछ। यदि कन्सल्टेन्सी अर्थात् कुनै पनि एजेन्ट बिना नै हामीले सम्पूर्ण प्रोसेस आफैले गर्यो भने त्यति बेला हाम्रो खर्च कम हुने गर्दछ। अनि कन्सल्टेन्सी मार्फत तपाईले आउनु भयो भने चाहिँ तपाई कुन फिल्डमा आउँदै हुनुहुन्छ, कुन कन्सल्टेन्सीबाट आउँदै हुनुहुन्छ त्यो अनुसार नै उनीहरुले सर्भिस चार्ज पनि फरक लिने गर्दछ है। अनि सम्पूर्ण टोटल्ली हाम्रो खर्च कति लाग्छ भन्दाखेरि चाहिँ अहिलेको अवस्थामा हेर्ने हो भने चाहिँ तपाईको 6 देखि लिएर 7 लाख सम्म आरामले लाग्न सक्छ। त्यो भन्दा थोरै पनि लाग्न सक्छ, त्यो भन्दा धेरै पनि लाग्न सक्छ। तर हामीले एभरेजमा हेर्ने हो भने 6 देखि लिएर 7 लाख सम्म चाहिँ मजाले लाग्न सक्छ। र एसएसडब्ल्यू भिजामा चाहिँ कुन एज समूहका मान्छेहरु चाहिँ आउन सक्छन् त? एसएसडब्ल्यू भिजामा आउनका लागि चाहिँ 18 वर्ष पूरा भइसकेको र 35 वर्ष भन्दा मुनिका मान्छेहरुलाई चाहिँ एकदमै उपयुक्त मानिन्छ। 35 वर्ष भन्दा माथिका मान्छेहरुलाई पनि नलिने भन्ने चाहिँ होइन, तर उमेर भन्दा पनि तपाईको योग्यता यानी कि तपाईको दक्षतालाई चाहिँ विशेष ध्यानमा राखिन्छ। र अन्तिममा भनेको चाहिँ एसएसडब्ल्यू भिजामा चाहिँ कति वर्ष बस्न पाइन्छ? यो एकदमै धेरै सोधिने क्वेशनको रूपमा पनि म लिन चाहन्छु। एकदम धेरै साथीहरुले सोध्नुहुन्छ र विशेष गरेर एसएसडब्ल्यू भिजामा हामी आइसकेपछि चाहिँ टोटल 5 वर्ष बस्न पाइन्छ। त्यो भन्दा धेरै बस्न पाइन्छ यानी कि 6 वर्ष बस्न पाइन्छ भनेर पनि केही न्यूजहरुमा चाहिँ सुन्नमा आए तापनि आधिकारिक रूपमा चाहिँ यसको ठ्याक्कै न्यूज चाहिँ प्रकाशित भएको छैन। तर हामीले 5 वर्ष चाहिँ मजाले बस्न पाइन्छ। र हामीले बुझ्नुपर्ने कुरा अर्को के छ भने यो एसएसडब्ल्यू भिजा चाहिँ दुई प्रकारको रहेको छ, एसएसडब्ल्यू 1 र एसएसडब्ल्यू 2। एसएसडब्ल्यू 1 भनेको चाहिँ हामी नेपालबाट डाइरेक्ट
आउँदाखेरि जुन हाम्रो भिजाको स्ट्याटस रहेको हुन्छ त्यो चाहिँ SSW1 हुन्छ त्यसको लेभल चाहिँ। यदि हामीले SSW2 मा चेन्ज गर्न सक्यो भने हामी लङ टर्म बस्न सकिन्छ। यदि हामीले SSW1 मा हुँदै नै हाम्रो भिजा सक्यो, हाम्रो भिजाको अवधि सक्यो भने चाहिँ हामी नेपाल फर्किनु पर्ने हुन्छ। खुसीको कुरा चाहिँ के भने SSW1 मा हुँदै नै हाम्रो भिजा सक्यो। यदि नेपाल फर्किनु पर्यो भने चाहिँ फेरि पनि SSW भिजामा नै हामी जापान आउन सकिन्छ। यदि तपाईँ SSW2 गर्नुभयो भने त तपाईँ मजाले जापान बस्न सकिहाल्नुहुन्छ। यदि तपाईँ 1 हुँदै नै तपाईँको भिजा सक्यो, तपाईँ नेपाल जानु पर्यो भने चाहिँ फेरि तपाईँ SSW भिजामै आउन चाहिँ सक्नुहुन्छ। तर त्यसको लागि चाहिँ जुन फिल्डमा तपाईँ पहिला आउनु भएको थियो त्यही फिल्डमा चाहिँ आउन पाउनुहुन्न। तर अन्य फिल्डहरूमा फेरि पनि तपाईँले स्किल पास गरेर तपाईँ चाहिँ फेरि SSW भिजामा चाहिँ आउन सक्नुहुन्छ।